आमाले चाहिँ यहाँ टाउकोमाथि राखेर लाँदै हुनुहुन्छ। हाम्रो खेत चाहिँ पर छ अनि हामी त्यहाँ गएर यो छर्छौँ। हेरौँ कति दिनमा उम्रिँदो रहेछ। अहिले यो असारको महिनामा सबैतिर खेतमा पनि पानी नै पानी। पर त्यहाँ लगेर बुन्ने हो। अझै हामी जाँदै नै छौँ। यो चाहिँ बर्खे धान अस्ति पुरै पाकेको थिएन नि त, अनि आधी छोड्नु भएको रहेछ। बिजोग छ, पानी कति धेरै भरिरहेको छ। यो बर्खे धान काट्नु रोप्नु यति मुस्किल छ किसानहरूलाई, के भन्नु र, गरेर खानै पर्यो। असारमा चाहिँ अलिक रमाइलो नै हुन्छ, किनकि असारमा अब सबैजना खेतमै हुन्छन् अनि त्यसले गर्दा पनि रमाइलो हुन्छ पानी झरीमा पनि। हामी चाहिँ पुग्यौँ। हाम्रो यो खेत यति के भन्नु लामो र ठुलो छ कि रोप्ने मान्छेले हेरेर तर्सिन्छन् होला भन्ने मलाई पिर भइसक्यो। हाम्रो यो चाहिँ रन्जित धानको बिउ अस्ति नै छरेको थियौँ नि त। अहिले यस्तो मजा भएर आएको छ नि, अहिले नै यसलाई उखालेर रोप्नु जस्तो। अलिक दिन पछाडि त यो ठुलो हुन्छ कि के हुन्छ, अहिले चाहिँ ठिक्कको भएको छ हौ। यो मुस्ली धान ओ सरी यो रन्जित होइन, मुस्ली धान अरे। ओ परको चाहिँ रन्जित, यो मुस्ली अरे। अनि हामी यसमै हो, यो बिडमा चाहिँ मतलब यो खेतमा चाहिँ हामीले छरुवा धान रोप्नु आँटेको। हेर्नुहोस् कसरी छर्नुहुन्छ भनेर। अब यहाँ छर्न स्टार्ट यसरी छरेर रोपिन्छ है, इली गरेर। किनकि यो अब राम्ररी आयो भने यसलाई हामीले फेरि उखालेर रोप्नु पर्दैन। यदि एउटै ठाउँमा धेरै आयो भने चाहिँ उखालेर